यी हुन् सुशीला कार्की, जो हाल नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री तथा सर्वोच्च अदालतकी पूर्व प्रधान न्यायाधीश हुन् र यी हुन् उनका पति दुर्गा प्रसाद सुवेदी, नेपाल कांग्रेसका एक लिडर, साथै ती व्यक्ति जसले विक्रम सम्वत 2030 मा भएको रोयल नेपाल एयरलाइनको प्लेन 9N ABB हाइज्याकिङको नेतृत्व गरेका थिए। यो प्लेन हाइज्याक नेपालको सबैभन्दा पहिलो र सायद एकमात्र हाइज्याकिङ थियो, जसमा नेपाल कांग्रेसका ठुलठुला नेता बीपी कोइराला, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला आदिको हात थियो, जो भविष्यमा गएर नेपालको प्रधानमन्त्री बन्नेवाला थिए। आउँ आजको भिडियोमा यही सब विषयमा छलफल गरौँ र बुझ्ने कोसिस गरौँ कि किन र कसरी दुर्गा प्रसाद सुवेदीको नेतृत्वमा रोयल नेपाल एयरलाइनको प्लेन 9N ABB हाइज्याक गरियो। विक्रम सम्वत 2017 पुस 22 गते तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह देवले नेपालमा मल्टिपार्टी डेमोक्रेसीलाई खारेज गरेर पञ्चायत सिस्टमको सुरुवात गर्छन् र सबै पावर आफ्नो हातमा लिएर नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला यानि कि बीपी कोइरालालाई जेल हाल्छन्। जेल परेको 8 वर्षपछि उनी जेलबाट निस्किन्छन्। तर त्यो समय नेपालमा पञ्चायत व्यवस्था भएको हुनाले पार्टीसँग आबद्ध धेरै नेताहरू इन्डियामा बसोबास गर्दै आएका थिए र बीपी कोइराला पनि भारतमा गएर बस्न थाल्छन्। नेपाली कांग्रेसले लोकतन्त्र र बहुदलीय प्रणालीको लागि कडा सङ्घर्ष गरिरहेको थियो। उनीहरू सशस्त्र विद्रोह गर्ने प्लानमा थिए, तर सशस्त्र विद्रोह गर्न, हात हतियार किन्न र आन्दोलनलाई जीवित राख्न उनीहरूसँग एउटा कुराको कमी थियो र त्यो थियो पैसा। सशस्त्र विद्रोहको लागि पैसा जुटाउन उनीहरूले ब्याङ्क लुट्ने जस्ता प्लानहरू बनाउँदै थिए, तर त्यस्ता प्लानलाई पूर्ण रूपमा एक्जिक्युट गर्न सकिरहेका थिएनन्। हुन त देशमा पञ्चायत व्यवस्था विरुद्ध आन्दोलन चलि नै रहेको थियो, तर सोचे जस्तो प्रभाव पार्न सकिरहेको थिएन र पञ्चायत विरुद्ध आन्दोलन गर्ने क्रममा विराटनगरमा बस्दै र त्यही पढ्दै आएका नेपाली कांग्रेससँग आबद्ध एक 26 वर्षीय युवा दुर्गा प्रसाद सुवेदीलाई पुलिसले अरेस्ट गर्छ र भद्रपुरको जेलमा राख्छ र जेलमा बस्दै गर्दा उनले जापानमा भएको जापान एयरलाइन फ्लाइट 351 हाइज्याकको बारेमा पढ्छन् र उनी कतै न कतै त्यस घटनाबाट इन्स्पायर भइरहेका थिए। केही दिनपछि ऊ जेलबाट रिहा हुन्छन् र जेलबाट छुटेको केही दिनपछि नेपाल राष्ट्र बैंकमा काम गर्ने उनका साथी मदन अर्याल, जसलाई चुन्नु भनेर चिनिन्थ्यो, उनले दुर्गा प्रसाद सुवेदीलाई रोयल नेपाल एयरलाइनको प्लेनबाट नेपाल राष्ट्र बैंकको भारु 30 लाख रुपैयाँ काठमाडौँ लगिन लागेको कुरा बताउँछन्। त्यसपछि दुर्गा प्रसाद बिहारको फरवेजगञ्जमा बस्दै आएका गिरिजा प्रसाद कोइरालालाई प्लेन हाइज्याक गर्नुपर्छ भन्ने प्लानका साथ भेट्न जान्छन्, तर गिरिजा प्रसाद कोइरालाले भने यसको बारेमा बीपी कोइरालालाई सोध्नुपर्छ भन्छन् र दुवैजना बीपी कोइरालालाई भेट्न जान्छन् र बीपी कोइरालाले यो इन्टरनेसनल क्राइम हो र यदि यसमा असफल भयो भने जिन्दगीभर जेलबाट निस्किन सकिँदैन र यदि फुल कन्फिडेन्ट छ र सक्छु जस्तो लाग्छ भने मात्रै यो प्लानलाई एक्जिक्युट गर्न निर्देशन दिन्छन्। यता सशस्त्र विद्रोह गर्न साथै हात हतियार किन्न पैसाको आवश्यक भइरहेको र उता 30 लाख भारु पैसा काठमाडौँ जाँदै गरेको थाहा पाएपछि 26 वर्षका दुर्गा प्रसाद सुवेदीले फुल कन्फिडेन्स साथ यो गर्न सकिन्छ र गर्नुपर्छ भन्छन् र सबैको सहमतिमा हाइज्याक गर्ने प्लान बनाउन थालिन्छ। प्लेनलाई एक्लै हाइज्याक गर्न त असम्भव नै थियो, त्यसैले दुर्गा प्रसाद सुवेदीले आफ्ना मिल्ने साथी बसन्त घिमिरे र नगेन्द्र ढुङ्गेललाई टिममा जोड्न प्रस्ताव राख्छन् र उनीहरू देश र पार्टीलाई माया गर्ने र भलो भएको हेर्न चाहने व्यक्ति भएकाले उनीहरू पनि यो प्लेन हाइज्याकको प्लानमा जोडिन्छन्। प्लेन हाइज्याक गर्नको लागि टिम त रेडी भयो, तर प्लेन हाइज्याक भइसकेपछि कहाँ ल्यान्ड गराउने कुरा भयो। एयरपोर्टमा ल्यान्ड गराउँदा पुलिसले पकड्ने चान्स धेरै भएकाले फरवेजगञ्जमा रहेको एक ठूलो मैदानमा ल्यान्ड गर्नुपर्छ भनेर सुशील कोइरालाले बताए र त्यस ठाउँको नक्सा समेत कोरेर दिए र अब उनीहरू प्लेन हाइज्याकको प्लान एक्जिक्युट गर्न एकदमै रेडी थिए। तर अझै पनि कुन दिन पैसा काठमाडौँ लगिदिएछ भन्ने कुरा कन्फर्म भइसकेको थिएन। चुन्नुलाई पनि जेठको अन्तिम हप्ता जान्छ भन्ने मात्रै थाहा थियो र कुन दिन जान्छ भनेर चाहिँ जान्ने अघिल्लो दिन मात्रै थाहा हुन्थ्यो। त्यसैले उनीहरूले लगातार 3 दिनसम्मको टिकट काटे र अन्ततः 2030 जेठ 28 गतेको दिन पैसा काठमाडौँ लाने कुरा थाहा हुन्छ र जेठ 28 गते बिहान 3 जना नै हात हतियार बोकेर रेडी भएर विराटनगरको विमानस्थल पुग्छन्। दुर्गा र नागेन्द्रले एक-एकवटा रिभल्भर बोकेका थिए र बसन्तले एउटा ग्रेनेड बोकेका थिए। त्यस समयमा एयरपोर्टमा अहिले जस्तो चेकिङ हुँदैन थियो। इन्सपेक्टर र हवालदारलाई जो माथि शंका लाग्थ्यो उनीहरूलाई मात्र चेकिङ गर्थे। जब उनीहरू एयरपोर्ट पुग्छन् उनीहरूले एकजना हवालदारलाई देख्छन् जसले उनीहरूलाई बोलाउँदै थियो। उनीहरू झस्किन्छन् कि कतै यो हवालदारले हामीसँग हतियार भएको थाहा पायो कि भनेर। तर जब उनीहरू नजिक पुग्छन् तब थाहा हुन्छ कि उनीहरू कांग्रेससँग आबद्ध भएर आन्दोलन गरेको हुनाले त्यस हवालदारले पहिलेदेखि नै चिनेको र गफ गर्नको लागि बोलाएको भन्ने कुरा थाहा हुन्छ। र त्यति मात्र नभई उक्त हवालदारले उनीहरूलाई कोक समेत खुवाउँछन् र समय भएपछि दुर्गा, नगेन्द्र र बसन्त तीनैजना रोयल नेपाल एयरलाइनको प्लेनमा चढ्छन्। दुर्गा र बसन्त ककपिट भन्दा ठ्याक्कै पछाडि सबैभन्दा सुरुको सिटमा बस्छन् र नगेन्द्र भने नेपाल राष्ट्र बैंकको कर्मचारी जसले 30 लाख भारु पैसा काठमाडौँ लिएर जाँदै थियो उसँग गएर बस्छन्। उक्त फ्लाइटमा सबैजना गरेर 19 प्यासेन्जर र 3 जना क्रू मेम्बर थिए।
लगभग बिहानको 8 बजेतिर प्लेन हावामा उड्न थाल्छ र त्यसको ठिक 5 मिनेटपछि दुर्गा र बसन्त आफ्नो ठाउँबाट उड्छन् र ककपिटतिर पस्न खोज्छन्। पाइलटको रुमतिर पस्न खोजेपछि एयर होस्टेसले उनीहरूलाई रोक्छन्। बसन्तले उसलाई गफमा भुल्याउन थाल्छन् र त्यतिकैमा दुर्गा भने पाइलट भएको रुममा छिर्छन् र आफ्नो गोजीमा भएको रिभल्भर निकालेर क्याप्टेनको टाउकोमा राख्छन् र बसन्त पनि भित्र आएर ग्रेनेड निकाल्छन् र उनीहरूले सबै सञ्चार यन्त्र बन्द गर्न लगाउँछन्, अर्थात् एयरपोर्टसँग कन्ट्याक्ट हुने सबै डिभाइसलाई डिस्कनेक्ट गर्न लाउँछन्। यति बेलासम्म ककपिटमा के भइरहेको थियो अरू पेसेन्जरलाई केही पनि थाहा थिएन र नगेन्द्र पनि अरू पेसेन्जर जस्तै चुपचाप बसिरहेका थिए। टाउकोमा रिभल्भर राख्दा पनि पाइलटले उनीहरूको निर्देशन मानेका थिएनन् र दुर्गाले हामी क्रान्तिकारी हौं, आतंककारी होइनौं, हामीले यो प्लेन हाइज्याक देशमा क्रान्ति ल्याउन गर्दैछौं, हामी कुनै पनि प्यासेन्जर अथवा क्रू मेम्बरलाई केही पनि गर्दैनौं भने त्यसपछि पाइलट र को पाइलटले उनीहरूको कुरा मान्छन् र सञ्चार यन्त्र डिस्कनेक्ट गर्छन् र दुर्गाले उनीहरूलाई विराटनगरबाट 30 किलोमिटर दक्षिणमा रहेको फर्मेसगञ्जमा ल्यान्ड गर्न आग्रह गर्छन्। तर म्याप बिना त्यस्तो गर्न नसकिने बताएपछि सुशील कोइरालाले कोरेको म्याप दिन्छन् र त्यही म्यापको आधारमा पश्चिमतिर जाँदै गरेको प्लेनलाई दक्षिणतिर मोडिन्छ। दक्षिण लागेको लगभग आधी घण्टापछि उनीहरूले हामी कहाँ आइपुग्यौं भनेर सोध्छन् र पाइलटले हामी विराटनगरबाट 100 किलोमिटर दक्षिण आइसक्यौं भन्छन्। 30 किलोमिटर दक्षिण जानुपर्ने प्लेन 100 किलोमिटर दक्षिण गइसकेको थियो। पाइलटले फ्युल सकिन लाग्यो, कता ल्यान्ड गर्ने हो, छिटो भन्नुस् भन्छन्। कुनै एयरपोर्टमा ल्यान्ड गर्दा इन्डियन पुलिसद्वारा पक्रिने चान्स थियो, त्यसैले दुर्गाले ठूलो स्वरमा चाहे फ्युल सकिएर मरियोस् तर प्लेन फर्मेसगञ्ज बाहेक अरू कहीँ पनि ल्यान्ड हुँदैन भन्छन् र त्यसपछि पाइलटले जसोतसो गरेर प्लेनलाई फर्मेसगञ्जतिर मोड्छन्। तर अझैसम्म त्यो ग्राउन्ड देखिएको थिएन। उनीहरूको कुरा भए अनुसार फर्मेसगञ्जमा एउटा ठूलो ग्राउन्ड छ र त्यहाँ एउटा ठूलो रुख छ जसमा एउटा रातो झण्डा हुनुपर्ने थियो, तर अहिलेसम्म त्यस्तो कहीँ पनि देखिएको थिएन। पाइलटको रुमबाट मजाले नदेखिने भएपछि दुर्गाले प्यासेन्जरको सिटको झ्यालबाट हेर्न भनी जान्छन् र उनको हातमा भएको रिभल्भर देखेर सबै यात्री कराउन थाल्छन्। सबै यात्री कराउन र आतिर्न थालेपछि नागेन्द्र उठेर आफूसँग भएको रिभल्भर निकाल्छन् र हामी पञ्चायत व्यवस्था विरुद्ध विद्रोह गर्नको लागि यो प्लेन हाइज्याक गरेका हौं र प्यासेन्जरहरूलाई कुनै किसिमको हानि पुर्याउँदैनन् भनेर शान्त पार्न खोज्छन् र त्यसको केही बेरमा फर्मेसगञ्जमा भएको त्यो ग्राउन्ड देखिन्छ जहाँ एउटा रुखमा रातो झण्डा फरफराउँदै थियो र त्यहाँ ग्राउन्डमा सुशील कोइराला सहित अरू केही व्यक्तिहरू ग्रेनेड लिएर बसेका थिए। दुर्गाले प्लेनलाई ल्यान्ड गर्न निर्देशन दिन्छन् र जबसम्म हामी पैसा निकाल्दैनौं तबसम्म चुपचाप बस्ने र पैसा निकालिसकेपछि दायाँ बायाँ नगरी सिधै विराटनगर फर्किन आग्रह गर्छन्। प्लेन ल्यान्ड हुन्छ र 3टा सुटकेसमा भएको 30 लाख भारू पैसा निकाल्छन् र बसन्तले प्लेनलाई फर्किन इशारा गर्छन् र त्यो प्लेन विराटनगर फर्किन्छ। एन्ड दिस इज हाउ नेपाल्स फर्स्ट प्लेन हाइज्याकिङ टुक प्लेस। आशा छ तपाईलाई आजको भिडियो मन पर्यो होला। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।